ओम श्री साईराम। भगवान चाहिँ हामीसँग हर कदममा हुनुहुन्छ भन्ने कुरालाई लिएर चाहिँ एउटा मेरै लाइफमा घटेको सानो घटनालाई चाहिँ म यहाँ प्रस्तुत गर्न चाहेँ। यो चाहिँ 2019 को कुरा हो। 2019 मा चाहिँ हामीले बुद्ध पूर्णिमाको प्रोग्राममा बाल विकासको बच्चाहरूलाई चाहिँ डान्स लाने क्रममा यहाँ प्र्याक्टिसहरू चलिरहेको थियो अनि हाम्रो नारायण चौरको बच्चाहरू पनि डान्समा रहेको हुँदा चाहिँ हामी दिनदिनै आएर प्र्याक्टिस गराउनु पर्ने थियो। अनि त्यति बेला चाहिँ कसैको पनि समय नभ्याउने हुनाले चाहिँ म 12 पास गरेर बसेको थिएँ। अनि 1 इयर चाहिँ मेरो यतिकै नै खाली पिरियड भएको भएर त्यति बेला चाहिँ म मात्र थिएँ एउटा टाइम अलिकति दिन सक्ने भनेको। अनि म चाहिँ डेली प्र्याक्टिसलाई आउने बच्चाहरूलाई सिकाउने गर्थेँ। अनि त्यति बेला चाहिँ मलाई एउटै डर के थियो भने म आफू चाहिँ कहिले पनि डान्समा एकदम पोख्त भएको व्यक्ति अथवा कहिले पनि डान्स गरेको मान्छे नै थिइनँ। अनि मलाई चाहिँ एकदम डर थियो म डान्समा आउने मान्छेले चाहिँ कसरी यत्रो बच्चाहरूलाई त्यत्रो ठुलो भगवानको समाधि अगाडि गएर देखाउने डान्स चाहिँ कसरी प्र्याक्टिस गराउने होला भन्ने चाहिँ मनमा एकदमै ठुलो डर थियो। त्यही माथि त्यति बेला त्यो एउटा सानो एज नै थियो भनौँ न, +2 मात्र पास गरेर बस्दा चाहिँ। अनि त्यही डान्सको प्र्याक्टिसको क्रम चलिरहेको थियो। अनि एक दिन 81 डान्स प्र्याक्टिस गरिराख्ने एकजना रेबिका भन्ने बच्चा, उसको चाहिँ फ्यामिली पनि साइडीबोटी होइन, अनि उसको भाइ पनि कहिले पनि बाल विकास आएको बच्चा नै होइन। अनि उसले चाहिँ स्कुलबाट आउँदाखेरि भाइ एक्लै भयो घरमा भनेर चाहिँ भाइलाई लिएर ऊ यहाँ प्र्याक्टिसमा आयो। अनि मैले ढोकाबाट छिर्ने बेलामा नै उसको भाइलाई चाहिँ हातमा समाएर चाबी खोलेँ। अनि हातमा समाएर भित्र डान्स प्र्याक्टिस गर्न लग्दाखेरि चाहिँ ठ्याक्क गयौँ, हामी दुईजना सोफामा बस्यौँ। अनि अरू बच्चालाई चाहिँ ट्र्याक बजाएर मजाले बच्चाहरू डान्स गरिरहेको थियो। अनि त्यो भाइले चाहिँ मलाई दिदी दिदी भन्यो, हजुर भन्यो। अनि हजुर भने मैले। अनि उसलाई चाहिँ भगवान्लाई साई बाबा भन्छ भन्ने कुरा पनि थाहा छैन। उसले चाहिँ हामीले साईराम साईराम भनेर अगाडि यहाँ आउने बित्तिकै सम्बोधन गरेको हुनाले चाहिँ उसले चाहिँ भगवान्लाई साईराम भनेरै बुझेको भएर उसले चाहिँ के भन्यो भन्दा, हामी ढोकाबाट छिर्ने बेलामा ऊ त्यो फोटोको साईराम चाहिँ ऊ यहाँ बिचमा बसिराख्नु भएको थियो, अहिले चाहिँ उहाँ साईराम कता जानुभयो भनेर भन्यो। म त त्यो एकदमै त्यो छाँगाबाट खसेको जस्तै भयो कि। अनि म त्यो विश्वास पनि लागेन। अनि मैले कुन भगवान् कुन साईराम भनेर मान्छेलाई देखाउन खोज्छु, उसले फोटोमै देखाइ फोटोबाटै यो साईराम कि यो फोटोमा हुनुभएको साईराम चाहिँ ऊ त्यहाँ बसिरहनु भएको थियो बिचमा अघि हामी आउँदा भनेर उसले एकदम क्लियरली भनिसकेपछि मैले त्यो म्युजिक नै अफ गरेर 2-3 चोटि उसलाई क्लियरली सोधेँ कि। अनि त्यसपछि चाहिँ मलाई त्यो जिममा जुन लिइरहेको थिएँ त्यो डान्समा आउने प्र्याक्टिस गराउने क्रममा चाहिँ मलाई त्यो आफूलाई नआए नि भगवानको काम जिम्मा लिँदाखेरि चाहिँ भगवानले हर कदममा हामीलाई साथ दिनुहुन्छ। भगवान त कस्तो सर्वव्यापी हुनुहुँदो रहेछ। अनि यो कुरामा चाहिँ भगवानको कुरा हरेक जिम्माहरू आफूले नजाने नि सिक्दै जाने हो भन्ने कुरामा चाहिँ एकदमै विश्वस्त भएर मैले त्यो काम गरेँ। अनि मैले रिजेक्ट गर्नको लागि भोलिपल्ट पनि त्यो आफू नै भगवानलाई विश्वास गर्न नसकेको भनौँ या के भन्नु है। अब भोलिपल्ट नि प्र्याक्टिसमा मैले चाहिँ माथि हलमा गएर तिमीले आज नि देख्यौ भगवानलाई, आज नि देख्यौ भनेर मैले त्यो दोहोऱ्याइ उसलाई 2-3 दिन आउँदाखेरि सोधेँ। त्यो बच्चा अहिलेसम्म आएको छैन हाम्रो त्यो प्रोग्राम सकेपछि। तर त्यो कुराले चाहिँ मलाई के रियलाइज हुन्छ भने हामी भगवानको हरेक कामलाई चाहिँ जिम्मा लिएर अगाडि बढ्यौँ भने भगवानले चाहिँ हरेक कदममा हामीलाई सपोर्ट गरेर त्यो कार्यक्रम चाहिँ एकदमै सफल गराइदिन्छ भन्ने कुरामा चाहिँ विश्वस्त छु। त्यसैले हामी सबैले त्यो कुरालाई चाहिँ विश्वास गरेर भगवानको काममा चाहिँ अगाडि बढौँ। ओम श्री साईराम।